सा रे ग म प ध नि सा। सुरुमा आउँछ स्टेपलाई चाहिँ छोड्यो भनेदेखि चाहिँ त्यो होल स्टेप र छोडेन भने चाहिँ हाफ स्टेप हुन्छ। होल स्टेप हाफ स्टेप होल स्टेप र हाफ स्टेप। मेजर स्केल G D B C D E F hash G। डी स्केल पक्रेर गर्छु। यहाँ हुनुपर्ने तर यसको चाहिँ यहाँ भइदिन्छ किनकि यसमा चाहिँ एक स्टेप राइटतिर जानुपर्ने हुन्छ हामीले। सो रिभर्समा दुईवटा स्ट्रिङ रुट होल स्टेप हाफ स्टेप होल स्टेप हाफ स्टेप होल स्टेप रुटमा ए, त्यसपछि होल स्टेपमा बी, त्यसपछि हाफ स्टेपमा सी, त्यसपछि होल स्टेपमा डी, फेरि होल स्टेपमा ई, फेरि हाफ स्टेपमा एफ, फेरि होल स्टेपमा जी र फेरि होल स्टेपमा ए। फोर्थ स्ट्रिङको 7 फ्रेट हुन्छ। यो दुईटा चाहिँ अप्टिमल। सो आजको लेसन चाहिँ हाम्रो मेजर स्केलको बारेमा हुनेवाला छ। सुरुमा आउँछ एउटा होल स्टेप र हाफ स्टेप। यो कस्तो हुन्छ भन्दाखेरि जस्तै होल स्टेप भनेको भन्नाले यो एउटा G note जीदेखि म जी सार्प नगएर एमा आएँ, जीदेखि म एमा आएँ भनेदेखि यसलाई होल स्टेप भन्छ। र यदि म अर्को इक्जाम्पल लिन्छु यसमा चाहिँ, यदि म एदेखि ए सार्पमा आउँछु भने चाहिँ यो चाहिँ हाफ स्टेप हुन्छ। होल स्टेप भनेको जीदेखि ए आयो भन्नाले त्यसको कमिङ स्टेपमा एउटा स्टेपलाई चाहिँ छोड्यो भनेदेखि चाहिँ त्यो होल स्टेप र छोडेन भने चाहिँ हाफ स्टेप हुन्छ। र गिटार लेसनमा मेजर स्केलको लागि चाहिँ यसको प्रोग्रेसन भनेको जस्तै मैले इक्जाम्पलको लागि लिन्छु यो सी स्केल। यो चाहिँ 5th स्ट्रिङको 3rd फ्रेटमा छ। यसलाई मैले रुट लिन्छु भनेदेखि यसको प्रोग्रेसन चाहिँ कसरी हुन्छ भन्दाखेरि रुट होल स्टेप हाफ स्टेप होल स्टेप र हाफ स्टेप, रुट होल स्टेप हाफ स्टेप र हाफ स्टेप। यसरी चाहिँ मेजर स्केलको प्रोग्रेसन हुन्छ। जस्तै अब यो होल स्टेप हाफ स्टेपलाई तपाईँहरूले सजिलोको लागि सारेगामा भन्दा नि हुन्छ। जस्तै सारेगामा सा। अब यसमा रिभर्स पनि आउन सक्नुहुन्छ। सा नि ध प म ग रे सा। यसै गरी यो सी स्केलको लागि भयो। तपाईँले जुन रुट स्केल चाहिँ तपाईँले जुन लिनुहुन्छ त्यसकै हुन्छ। जस्तै मैले यो सी पक्रेको भएर यो सी को मेजर स्केल हो भनेदेखि जस्तै मैले यहाँ माथि यो 6th स्ट्रिङको 3rd फ्रेटमा राखेर गर्छु भनेदेखि चाहिँ यो G note मेजर स्केल प्रोग्रेसन हुन पुग्छ। जस्तै G D B C D E F hash G। यसलाई अब सुरुमा कन्ट गर्नको लागि रुट स्केल होल स्टेप हाफ स्टेप होल स्टेप हाफ स्टेप गर्न सक्नुहुन्छ। यसरी हामीले गर्दा चाहिँ यो चाहिँ होरिजेन्टली भयो। यसलाई भर्टिकली पनि लर्न गरौँ। जस्तै यो सी स्केल छ, यसमा चाहिँ के हुन्छ भन्दाखेरि जुन यो स्टेपहरू छ सा रे ग म प ध नि सा जुन यो छ यो चाहिँ स्टेप चाहिँ सबैमा एउटै हुन्छ। जस्तै मैले यो सीमा क्याच गरेको भएर यस्तो भयो। जस्तै मैले यो जी स्केलबाट गर्छु। अब यसरी गर्दा पनि सबैको एउटै हुन्छ मेजर स्केल प्रोग्रेसनमा। तपाईँले रुट स्केल चाहिँ जुन समात्नुहुन्छ त्यसले नै डिटरमाइन गर्ने हुन्छ यसमा चाहिँ। त्यो भएर रुट स्केलमा चाहिँ गर्नुपर्ने हुन्छ। र यो जुन लास्टको दुईवटा फर्स्ट स्ट्रिङ र सेकेन्ड स्ट्रिङ छ यिनीहरूमा चाहिँ अलिकति डिफ्रेन्ट छ। जस्तै मैले यसमा जस्तै अब यो ए स्केल मैले पक्रेर गर्छु र मैले डी स्केल यो तलको डी स्केल हो डी स्केल पक्रेर गर्छु। यसरी हुन्छ। यसमा चाहिँ प्रोग्रेसन एउटै हुन्छ। तर यो दुईटा लास्ट स्ट्रिङमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तै मैले यो स्केलबाट पक्रिन्छु, यो पनि डी नै हो,
यहाँ हुनुपर्ने हो, तर यसको चाहिँ यहाँ भइदिन्छ है, किनकि यसमा चाहिँ एक स्टेप राइटतिर जानुपर्ने हुन्छ हामीहरूले। सो रिभर्समा यसरी हुने गर्छ। यो दुईवटा लास्ट दुईवटा स्ट्रिङमा मात्रै फरक पर्न जाने हुन्छ, अरू स्केलमा चाहिँ यसै गरी हुन्छ। तपाईँले अब भर्टिकली प्र्याक्टिस गर्दै यसै गरी चाहिँ हामीहरूको मेजर स्केलको यही एन्ड हुन्छ। लेसन चाहिँ माइनर स्केलको बारेमा हुनेवाला छ। माइनर स्केलको प्रोग्रेसन चाहिँ रुट, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप, हाफ स्टेप, होल स्टेप र होल स्टेप गरेर हुन्छ। मैले एक्जाम्पलको लागि माइनर स्केल चाहिँ ए स्केलमा प्रोग्रेसन गर्नेवाला छु। मैले यो 6 स्ट्रिङको 5th फ्रेटदेखि लिन्छु, यो चाहिँ ए हो, यो चाहिँ रुट लिन्छु, रुट, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप। यसरी चाहिँ हामीहरूको माइनर स्केल प्रोग्रेसन हुन्छ। यसमा चाहिँ रुटमा ए, त्यसपछि होल स्टेपमा बी, त्यसपछि हाफ स्टेपमा सी, त्यसपछि होल स्टेपमा डी, फेरि होल स्टेपमा ई, फेरि हाफ स्टेपमा एफ, फेरि होल स्टेपमा जी र फेरि होल स्टेपमा ए। यसै गरी रिभर्स पनि आउन सकियो र यसलाई सजिलोको लागि सारे गाउँ भनेर भन्न पनि सकियो। सारे गाउँ प ध नि सा, सारे गाउँ प ध नि सा गर्न सकियो। यो भयो हाम्रो horizontally, यो जुन होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप जुन यो माइनर स्केलको प्रोग्रेसन छ, यो चाहिँ सबैमा त्यसै गरी युज हुन्छ है। जस्तै मैले 5th स्ट्रिङको 5th फ्रेटबाट गर्छु भनेदेखि यो चाहिँ डी हुन्छ। 5th स्ट्रिङको 5th फ्रेट चाहिँ डी हुन्छ। यो चाहिँ डी स्केल, रुट भनेको नै त्यही स्केलमा प्रोग्रेसन जाने हो। मैले डी लिन्छु भनेदेखि यसको प्रोग्रेसन पनि यसै गरी रुट, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप, यसै गरी हुन्छ। यसलाई अझ सजिलोको लागि हामीहरूले भर्टिकलीमा पनि सिकौँ। यसको भर्टिकलीको लागि जुन प्रोग्रेसन एउटै हो, तर स्टेप चाहिँ यसमा अलिकति फरक पर्न जान्छ। स्टेप चाहिँ फरक हामीहरूले भर्टिकली गर्छौँ। फरक यसमा चाहिँ कसरी हुन्छ भन्दाखेरि रुट, होल स्टेप, हाफ स्टेप, होल स्टेप, होल स्टेप, हाफ स्टेप, होल स्टेप र होल स्टेप। जुन मैले यो 6th स्ट्रिङको 5th फ्रेट लिएँ र यो 4th स्ट्रिङको 7th फ्रेट जुन छ, यो दुईटा चाहिँ अक्टेभ हुन्छ। अक्टेभ भन्नाले पेरिडिकली कुनै पनि नोट रिपिट हुनु है त भन्नाले यो पनि ए हो र यो 4th स्ट्रिङको 7th फ्रेट पनि ए नै हो। प्रेसन भयो यो चाहिँ सजिलोको लागि भन्दै जाँदा चाहिँ सा रे ग म प ध नि सा यसरी पनि गर्न सक्यो। हामीहरूको यो 6th स्ट्रिङको 5th फ्रेट र 5th फ्रेट ए नै हो र हाम्रो 4th स्ट्रिङको 7th फ्रेट पनि ए नै हो भन्नाले हामीले यसको माइनर स्केल निकाल्दाखेरि हामीले 4th स्ट्रिङको 7th फ्रेटबाट पनि गर्न सकियो। सा स्टेप सा रे ग म प ध, अब यता नि सा। यसमा चाहिँ यो लास्टको दुईवटा स्ट्रिङमा चाहिँ एक स्टेप राइट जानुपर्ने हुन्छ र यसलाई चाहिँ अब अक्टेभको फर्ममा एउटा कन्टिन्युअस प्याटर्नमा गरिराखौँ भनेदेखि चाहिँ हाम्रो यसरी हुन्छ सा रे ग म प ध नि सा, सा रे ग म प ध नि सा, फेरि गरौँ सा रे ग म प ध नि सा, सा रे ग म प ध नि सा। यसै गरी हामीले भर्टिकली पनि गर्न सक्छौँ र यसको अक्टेभको पनि प्र्याक्टिस गऱ्यो भने हामीहरूको हात झन् स्मुथली चल्दै जाने हो।
यो भयो हाम्रो माइनर स्केलको प्रोग्रेसन र प्र्याक्टिस गर्दै जाँदा हामीहरूको माइनर स्केल भन्छ सेटिङ गाइस।